नमस्कार साथीहरू, राकेश लोकसेवा तयारी युट्युब च्यानलमा तपाईहरूलाई स्वागत छ। आज म तपाईहरूको माझ लोकसेवा आयोग नासु खरिदार तथा सहायक 5औं र 4थो तहको प्रथम पत्र नमुना प्रश्नोत्तर सेट 5 अन्तर्गत सामान्य ज्ञानका अति महत्त्वपूर्ण र अति सम्भावित प्रश्नहरूको सेट लिएर उपस्थित भएको छु। यो भिडियो चाहिँ मैले अघि पनि अपलोड गरेको थिएँ र यसमा चाहिँ केही प्रश्नहरूमा म आफै अपडेट हुन नसकेकोले क्षमा प्रार्थी छु। तपाईहरुकै कमेन्ट मार्फत त्रुटि सुधार गर्ने मौका पाए, यसको लागि तपाईहरुलाई धन्यवाद र पुनः अपडेट भएर यो भिडियो ल्याएको छु। अब आजको प्रश्नहरुतर्फ लागौं। आजको पहिलो प्रश्न रहेको छ प्रश्न नम्बर 1 मा सौर्य प्रणालीमा टेरेस्ट्रियल प्लानेट भनेर चिनिने ग्रहहरू कुन कुन हुन्? यसका सही उत्तर रहेको छ अप्सन सी बुध, शुक्र, पृथ्वी र मंगल। यो सूर्यबाट नजिकका 4 वटा ग्रहहरू लाई टेरेस्ट्रियल प्लानेट और इनर प्लानेट भनेर चिनिन्छ हैन। त्यस्तै बृहस्पति, शनि, अरुण, वरुणलाई आउटर प्लानेट और ग्यासियस प्लानेट भनेर चिनिन्छ है। त्यस्तै प्रश्न नम्बर 2 मा रहेको छ निम्न मध्ये सही कथन कुन हो हुन पहिचान गर्नुहोस्। 1 मा रहेको छ नेपाल कर्कट रेखा र सुमेरु वृत्तको बीचमा रहेको छ। हो यो चाहिँ सही रहेको छ। नेपाल चाहिँ कर्कट रेखा भन्नाले 23.5 डिग्री हैन, 23.5 डिग्री उत्तरी अक्षांश रेखालाई भनिन्छ हैन। त्यस्तै सुमेरु वृत्त भनेको 66.5 डिग्री उत्तरी अक्षांश रेखालाई चाहिँ सुमेरु वृत्त भनिन्छ हैन। यो दुईटाको बीचमा चाहिँ नेपाल अवस्थित रहेको छ। त्यही भएर कथन 1 चाहिँ के भयो त सही भयो। त्यस्तै दोस्रोमा भनेको छ 1 डिग्री अक्षांशको फरकमा सरदर 111 किलोमिटर दूरीको फरक पर्छ। यो पनि सही रहेको छ। त्यसैगरी तेस्रोमा रहेको छ देशान्तर रेखाहरू पूर्ण वृत्ताकार हुन्छन्। हैन, यो कथन चाहिँ गलत रहेको छ। देशान्तर रेखाहरू चाहिँ अर्धवृत्ताकार हुन्छन् हैन, र अक्षांश रेखाहरू चाहिँ पूर्ण वृत्ताकार हुन्छन् है। त्यही भएर यसमा चाहिँ सही कथन कुन हो हुन पहिचान गर्न भनेको थियो। त्यही भएर 1 र 2 मात्र सही हुन्छ हैन, अप्सन बी। प्रश्न नम्बर 3 मा रहेको छ नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन बी है 843 वर्ग किलोमिटर, जुन चाहिँ 2082 भाद्र 13 गते चाहिँ यसलाई चाहिँ घोषणा गरेको हो। र यसको मध्यवर्ती क्षेत्रको छायानाथ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको चाहिँ क्षेत्रफल कति रहेको छ त 177 वर्ग किलोमिटर। त्यसैगरी अब यो चाहिँ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जकै केही भाग लिएर चाहिँ बनाइएको हुनाले सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल चाहिँ पहिला 3555 वर्ग किलोमिटर रहेको थियो भने अहिले चाहिँ 2712 वर्ग किलोमिटर कायम भएको छ। र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको चाहिँ क्षेत्रफल कति रहेको छ त 1172 किलोमिटर रहेको छ। यो छायानाथ राष्ट्रिय निकुञ्ज चाहिँ कुन जिल्लामा रहेको छ त? मुगु जिल्लामा रहेको छ। 4 मा रहेको छ निम्न मध्ये नमिल्ने जोडा कुन हो हैन। ए मा रहेको छ गिद्ध प्रजनन केन्द्र कसरा चितवन, यो सही रहेको छ। बी मा रहेको छ जैविक विविधता सूचना केन्द्र टिकौली चितवन, यो पनि सही रहेको छ। सी मा रहेको छ हात्ती प्रजनन केन्द्र देवानगढिया कपिलवस्तु, यो चाहिँ गलत रहेको छ है। हात्ती प्रजनन केन्द्र चाहिँ मेघौली चितवनमै रहेको छ र देवानगढिया कपिलवस्तुमा चाहिँ के रहेको छ त चमेरा संरक्षण केन्द्र रहेको छ है। त्यस्तै अप्सन डी मा रहेको छ जिन बैंक खुमलटार ललितपुर, यो पनि सही रहेको छ। यसमा नमिल्ने जोडा कुन भयो त अप्सन सी। त्यस्तै प्रश्न नम्बर 5 मा रहेको छ निम्न देशहरूका समूहमा भूमध्य रेखा कुन देशहरूका समूहबाट पार हुन्छ भन्नाले भूमध्य रेखा भएर जाने चाहिँ देशहरू कुन कुन हुन् भन्ने अप्सन रहेको छ। यहाँ चाहिँ अब भूमध्य रेखामा चाहिँ जम्मा 13 वटा देशहरू पर्छन् हैन। अब यहाँ चाहिँ मलेसियाबाट हामी चाहिँ छुट्याउन सक्छौँ हैन, सबै देश याद नभए पनि मलेसिया चाहिँ भूमध्य रेखामा पर्दैन। यसमा पनि मलेसिया छ, यसमा पनि मलेसिया छ, यसमा पनि मलेसिया छ। मलेसिया नभएको अप्सन चाहिँ यो हो, डी हो। त्यसरी चाहिँ पनि छुट्याउन सकिन्छ किनभने मलेसिया भूमध्य रेखामा पर्दैन र 3 वटा अप्सनमा मलेसिया रहेको छ। त्यसअनुसारले चाहिँ यो डी हुन्छ हैन। यो डी चाहिँ 4 वटा जुन देशहरू रहेको छ यो भूमध्य रेखाबाट जाने देश हो। अब भूमध्य रेखामा चाहिँ 13 वटा देशहरू कुन कुन रहेको छ त? यसलाई चाहिँ यसरी सम्झिन सकिन्छ गोमाको
है गोमाको बस BUS हैन यसरी बस इज IS रेड RED रेड फेरि यो नेपालीमा के भनेर सम्झिन सक्नुहुन्छ। गोमाको बस इज रेड के भनेर सम्झिन। अब गोबाट चाहिँ गोवन हैन गोवन भयो, माबाट चाहिँ एउटा चाहिँ माबाट मालदिप्स हैन गोमाको, कोबाट कोलम्बिया हैन, बीबाट ब्राजिल हैन, युबाट युगान्डा, यसबाट चाहिँ सोमालिया रहेको छ हैन। त्यस्तै आईबाट इन्डोनेसिया, अर्को यसबाट चाहिँ तपाईको साउथर्न एन्ड प्रिन्सिपल भन्ने देश रहेको छ। आरबाट चाहिँ रिपब्लिक अफ कङ्गो हैन, ईबाट इक्वेडर, डीबाट चाहिँ डेमोक्रेटिक अफ द कङ्गो हैन, कीबाट किरिबाटी र केबाट चाहिँ केनिया रहेको छ। यसरी चाहिँ यो 13 वटा देशहरू भूमध्य रेखामा चाहिँ पर्दछन् है। प्रश्न नम्बर 6 मा रहेको छ नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स AI केन्द्रको स्थापना कहिले भएको हो? यसको चाहिँ सही उत्तर रहेको छ अप्सन बी 2082 कार्तिक 24 गते चाहिँ यसको स्थापना भएको हो। त्यसैगरी अप्सन ए मा रहेको छ 2082 कार्तिक 17 गते। 2082 कार्तिक 17 गतेमा चाहिँ जेन्जी आन्दोलनको क्रममा चाहिँ ज्यान गुमाएका 45 जनालाई शहीद घोषणा गरेको थियो हैन। त्यस्तै यहाँ चाहिँ सीमा रहेको छ विक्रम सम्वत 2082 चैत्र 22 गते। यो मितिमा चाहिँ नेपालको 10औं हैन सभामुखको रूपमा चाहिँ DP अर्याललाई चाहिँ नियुक्त गरिएको थियो। त्यसैगरी 2 दिन सप्ताहमा 2 दिन बिदा दिने निर्णय पनि चैत्र 22 गते नै भएको थियो। र महान्यायाधिवक्ता हैन 31औं महान्यायाधिवक्ताको रूपमा डाक्टर नारायण दत्त कडेललाई चाहिँ पनि यो चैत्र 22 गते नै नियुक्त गरेको थियो। त्यसैगरी अप्सन डी मा रहेको छ 2082 चैत्र 13 गते। यो मितिमा चाहिँ प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ नियुक्त हुनुभएको थियो। प्रश्न 7 मा रहेको छ निम्न कथन मध्ये सही कुन हो उन पहिचान गर्नुहोस्। 1 मा रहेको छ नेपालमा इको टुरिज्मको अवधारणा 7औं योजनादेखि आएको हो। होइन, यो चाहिँ गलत रहेको छ। यो कुन योजनादेखि आएको हो त? 6औं योजनादेखि आएको हो हैन। र त्यस्तै दोस्रोमा रहेको छ नेपालमा दिगो विकासको अवधारणा 8औं योजनादेखि आएको हो। यो चाहिँ सही रहेको छ। यसमा के भयो त? 2 ठिक भयो, 1 बेठिक भयो। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ युरो मुद्रा प्रयोगमा ल्याउने अन्तिम मुलुक कुन हो? हैन, यसको सही उत्तर रहेको छ अप्सन ए बुल्गेरिया है। बुल्गेरिया चाहिँ 2026 जनवरी 1 देखि युरो मुद्रा प्रचलनमा ल्याएका हुन् र यो चाहिँ युरो मुद्रा प्रचलनमा ल्याउने 21औं मुलुक भएको हो है। 21औं मुलुक भएको हो। 20औं चाहिँ क्रोएसिया रहेको थियो। त्यस्तै 19औं लिथुआनिया र 18औं चाहिँ ल्याटभिया रहेको थियो। र युरो मुद्राको चाहिँ सुरुवात कहिलेबाट भएको त? सन् 2002 जनवरी 1 बाट। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ दिएका मध्ये कुन नदी बंगालको खाडीमा मिसिदैन? अप्सन ए रहेको छ गंगा, अप्सन बी ब्रह्मपुत्री, अप्सन सी मेघना र अप्सन डी सिन्धु। र यसको सही उत्तर रहेको छ अप्सन डी सिन्धु है। सिन्धु नदी चाहिँ बंगालको खाडीमा नमिसेर चाहिँ यो सिधै अरब सागरमा चाहिँ मिसिन्छ हैन। र बंगालको खाडीमा चाहिँ मिसिने नदीहरूमा चाहिँ यो गंगा, ब्रह्मपुत्री, मेघना त भनिहाल्यो। अर्को चाहिँ महानदी गोदावरी, इरावती, कृष्णा, कावेरी यी नदीहरू चाहिँ बंगालको खाडीमा मिसिन्छ है। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ बौद्ध धर्मका अष्टाङ्गिक मार्ग मध्ये तलको कुन पर्दैन है? बौद्ध धर्मका अष्टाङ्गिक मार्ग मध्ये नपर्ने चाहिँ कुन हो त? अप्सन डी सम्यक प्राप्ति है। अष्टाङ्गिक मार्ग अन्तर्गत चाहिँ सम्यक दृष्टि, सम्यक वचन, सम्यक संकल्प हैन, त्यसैगरी सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम हैन, सम्यक स्मृति र सम्यक समाधि यी चाहिँ 8 वटा पर्दछन् मार्गहरू हैन। र नपर्ने चाहिँ के हुन्छ? सम्यक प्राप्ति। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्। यहाँ चाहिँ विभिन्न अन्तर्राष्ट्रिय कार्यालयहरूको प्रधान कार्यालय कहाँ रहेको छ त्यसबीचको जोडा रहेको छ। जसमा चाहिँ पहिलो रहेको छ अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ त? नेदरल्यान्ड है, हेगमा।
त्यस्तै संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम UNEP यसको प्रधान कार्यालय कहाँ रहेको छ त केन्या नैरोबीमा हैन। त्यस्तै खाद्य तथा कृषि सङ्गठनको कहाँ रहेको छ त इटाली हैन, रोमको इटालीमा, इटालीको रोममा चाहिँ रहेको छ हैन। त्यस्तै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको चाहिँ जेनेभा स्विट्जरल्यान्डमा रहेको छ। यस अनुसार चाहिँ यसको अप्सन के हुन जान्छ त अप्सन बी है। अब प्रश्न नम्बर 12 मा रहेको छ तलका मध्ये कुन चाहिँ वर्गीकरण जैविक विविधताको प्रकारमा पर्दैन। ए मा रहेको छ प्रजातीय विविधता, बी मा जलवायु विविधता, सी मा वंशानुगत विविधता र डी मा पर्यावरणीय विविधता। यसमा सही उत्तर के हो त अप्सन बी जलवायु विविधता पर्दैन हैन। वातावरण संरक्षण ऐन 2076 अनुसार जैविक विविधतालाई चाहिँ कसरी कुन के भनेर परिभाषित गरिएको छ त प्रजातीय विविधता, वंशानुगत विविधता र पर्यावरणीय विविधता चाहिँ पर्दछ है। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ तलको भनाइको आधारमा सही उत्तर छनौट गर्नुहोस्। ए मा रहेको छ सन् 1973 मा भारतका हिमाली भेगमा वन संरक्षण र सम्वर्धन गर्न चिप आन्दोलनको नेतृत्व सुन्दरलाल बहुगुणाले गरेका थिए। यो चाहिँ सही रहेको छ। त्यसैगरी दोस्रोमा रहेको छ पृथ्वी सम्मेलन सन् 1992 जुन 5 देखि 14 सम्म ब्राजिलको राजधानी रियो द जेनेरियोमा भएको थियो। हो यो पनि सही रहेको छ। यसमा चाहिँ के भयो त दुवै ठिक भयो, 1 र 2 दुवै ठिक। त्यस्तै प्रश्न नम्बर 14 मा रहेको छ मोबाइल फोनका आविष्कारक मार्टिन कुपरले विश्वको पहिलो मोबाइल फोनको आविष्कार कहिले गरेका थिए। यसको सही उत्तर रहेको छ अप्सन सी हैन, सन् 1973 मा हैन। मार्टिन कुपर चाहिँ मोटरोला कम्पनीमा चाहिँ काम गर्थे हैन र त्यही चाहिँ उसले मोटरोलाकै फोन चाहिँ सर्वप्रथम आविष्कार गरेका थिए। त्यस्तै यहाँ चाहिँ सन् 1992 मा चाहिँ स्मार्टफोनको है आविष्कार चाहिँ भएको हो र स्मार्टफोन चाहिँ सार्वजनिक कहिलेबाट भएको हो त सन् 1994 मा। त्यस्तै आइफोनको सुरुवात चाहिँ सन् 2007 बाट चाहिँ भएको हो। अब प्रश्न नम्बर 15 मा रहेको छ निम्न कथन मध्ये सही कुन हुन् पहिचान गर्नुहोस्। 1 मा रहेको छ विश्वमा नागरिक वडा पत्रको सुरुवात सन् 1991 मा बेलायतबाट भएको हो। यो चाहिँ सही रहेको छ र बेलायतको तत्कालीन प्रधानमन्त्री जोन मेजरले चाहिँ यसका सुरुवात गरेका हुन् हैन। त्यस्तै दोस्रोमा रहेको छ नेपालमा सर्वप्रथम नागरिक वडा पत्रको सुरुवात विक्रम सम्वत 2056 सालबाट भएको हो। हो यो पनि सही रहेको छ। यसमा चाहिँ के भयो त 1 र 2 दुवै ठिक भयो, 15 को सी हुन्छ। र क्षतिपूर्ति सहितको वडापत्रको सुरुवात चाहिँ कहिले भएको त नेपालमा 2070 सालदेखि। त्यसैगरी अब 16 मा रहेको छ नेपाल क्रिकेट संघ क्यानले हालै अन्तर्राष्ट्रिय T20 टोलीको कप्तानमा कसलाई नियुक्त गरेको छ। यसको सही उत्तर रहेको छ अप्सन सी है, दिपेन्द्र सिंह एरीलाई चाहिँ यो कप्तान T20 टोलीको कप्तानको रूपमा नियुक्त गरेको हो र यो कहिले चाहिँ गर्यो त 2083 वैशाख 4 गते। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ निम्न कथनहरूबारे विचार गर्नुहोस्। 1 मा रहेको छ कुमारी पूजाको चलन जयप्रकाश मल्लले चलाएका हुन्। होइन, यो चाहिँ गलत रहेको छ। कुमारी पूजाको चलन चाहिँ गुण कामदेवले चलाएका हुन्, तर कुमारी पूजामा चाहिँ रथ घुमाउने चलन चाहिँ जयप्रकाशले ल्याएका हुन् है। त्यस्तै दोस्रोमा रहेको छ बिस्केट जात्राको चलन हैन, बिस्केट जात्रा हो, जात्राको चलन चाहिँ जगज्योति मल्लले चलाएका हुन्। हो यो चाहिँ सही रहेको छ। यसमा चाहिँ 2 ठिक भयो, 1 बेठिक है। त्यसैगरी 18 मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्। यहाँ चाहिँ विभिन्न संस्थानहरू कुन कुन क्षेत्र अन्तर्गत पर्छ भन्ने जोडा रहेको छ। गोरखापत्र संस्थान है, यो चाहिँ सामाजिक क्षेत्र अन्तर्गत पर्छ। त्यस्तै नेपाल खानेपानी संस्थान, यो चाहिँ जनउपयोगी क्षेत्र अन्तर्गत। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, यो चाहिँ व्यापारिक क्षेत्र अन्तर्गत। र दुग्ध विकास संस्थान चाहिँ औद्योगिक क्षेत्र अन्तर्गत पर्छ। यस अनुसार चाहिँ यसको एन्सर के हुन्छ त ए। त्यसैगरी व्यापारिक क्षेत्र अन्तर्गत चाहिँ जम्मा कतिवटा संस्थान पर्छन् त 4 वटा हैन। त्यस्तै औद्योगिक क्षेत्र अन्तर्गत 10 वटा, सामाजिक क्षेत्र अन्तर्गत चाहिँ 5 वटा, जनउपयोगी क्षेत्र अन्तर्गत पनि 5 वटा हैन। र अर्को चाहिँ अब सेवा क्षेत्र अन्तर्गत 11 वटा र
वित्तीय क्षेत्र अन्तर्गत चाहिँ 10 वटा रहेको छ। यसरी चाहिँ जम्मा नेपालमा चाहिँ हाल कतिवटा संस्थान रहेको छ त 45 वटा। त्यस्तै प्रश्न नम्बर 19 मा रहेको छ महादेवका 3 नेत्रले के बुझाउँदछ? यसको सही उत्तर रहेको छ अप्सन ए है अग्नि, सूर्य र चन्द्र है। महादेवका 3 नेत्रले अग्नि, सूर्य र चन्द्र बुझाउँदछ। अब प्रश्न नम्बर 20 मा रहेको छ चमेलिया जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन सी दार्चुलामा रहेको छ र यसको उत्पादन क्षमता चाहिँ कति रहेको छ त 30 मेगावाट। त्यस्तै दोलखामा चाहिँ नेपालको सबभन्दा ठुलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ दोलखा जिल्लामा। त्यस्तै स्याङ्जामा चाहिँ काली गण्डकी ए जलविद्युत आयोजना, मकवानपुरमा कुलेखानी एक प्रथम र दोस्रो चाहिँ रहेको छ। अब प्रश्न नम्बर 21 मा रहेको छ क्षेत्रफलको हिसाबले तराई क्षेत्रको सबैभन्दा ठुलो जिल्ला कैलाली हो भने सानो जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ अप्सन बी महोत्तरी चाहिँ सबभन्दा तराई क्षेत्रको सानो जिल्ला चाहिँ भयो हैन। त्यस्तै पहाडी क्षेत्रको सबभन्दा ठुलो जिल्ला सिन्धुली हो र सानो जिल्ला चाहिँ भक्तपुर। हिमाली क्षेत्रको सबभन्दा ठुलो जिल्ला डोल्पा र सबभन्दा सानो जिल्ला चाहिँ पूर्वी रुकुम। अब प्रश्न नम्बर 22 मा रहेको छ मातृका प्रसाद कोइराला कति पटक नेपालको प्रधानमन्त्री भएका थिए? यसको सही उत्तर रहेको छ अप्सन बी 2 पटक हैन। 2008 देखि 9 र 10 देखि 11 सम्म चाहिँ 2 पटक चाहिँ प्रधानमन्त्री भएका थिए। त्यस्तै प्रश्न नम्बर 23 मा रहेको छ कुनै व्यक्तिलाई आफू पक्राउ भएको कारण बारे जानकारी पाउने हक कुन हक हो? यसको सही उत्तर रहेको छ अप्सन ए न्याय सम्बन्धी हक। न्याय सम्बन्धी हकको व्यवस्था चाहिँ धारा 20 मा चाहिँ भएको छ नेपालको संविधानको धारा 20 मा हैन। यो अपराध पीडितको हकको धारा 21 मा, यातना विरुद्धको हक चाहिँ 22 मा र यो गोपनीयताको हक चाहिँ धारा 28 मा चाहिँ गरेको छ है। त्यस्तै प्रश्न नम्बर 24 मा रहेको छ राष्ट्रिय जनगणना 2078 सम्बन्धमा निम्न कथनहरूबारे विचार गर्नुहोस्। यसको 1 मा रहेको छ नेपालमा 15 देखि 59 वर्ष उमेर समूहका जनसङ्ख्या 61.96% रहेको छ हो, यो चाहिँ सही रहेको छ। दोस्रोमा भनेको छ नेपालमा सहरमा बसोबास गर्ने जनसङ्ख्या 66.17% रहेको छ हो, यो पनि सही रहेको छ। यसमा चाहिँ के भयो त दुईटै सही भयो, अप्सन सी हुन्छ है। अब प्रश्न नम्बर 25 मा रहेको छ प्रत्येक आमाले आफ्ना बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नुपर्छ भन्ने नाराका साथ सुरु भएको वातावरण संरक्षण अभियान कुन हो? यो चाहिँ ग्रीन बेल्ट मुभमेन्ट है। केनियाका चाहिँ बङ्गारी मथाईले चाहिँ सुरुवात गरेका थिए हैन। यो चाहिँ ग्रीन बेल्ट मुभमेन्टको चाहिँ नारा रहेको हो। त्यस्तै अब प्रश्न नम्बर 26 मा रहेको छ रुसी अक्टोबर क्रान्तिको नेतृत्व कसले गरेका थिए? यसको सही उत्तर रहेको छ अप्सन ए भ्लादिमिर लेनिनले हैन। सन् 1917 अक्टोबरमा भएको रुसी अक्टोबर क्रान्तिको चाहिँ नेतृत्व भ्लादिमिर लेनिनले चाहिँ गरेका थिए। अब प्रश्न नम्बर 27 मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। यहाँ चाहिँ धुलोको कण हैन, यिनीहरूलाई चाहिँ केमा मापन गरिन्छ त्यसबीचको जोडा रहेको छ। धुलोको कणलाई चाहिँ माइक्रोनमा मापन गरिन्छ। ओजोन तहको क्षयीकरण डब्सन युनिटमा हैन। लेन्सको शक्ति डायोप्टरमा, आवृत्ति हर्जमा। यसअनुसार चाहिँ यसको उत्तर के हुन जान्छ त अप्सन ए है। अब 28 मा रहेको छ संयुक्त राष्ट्रसङ्घको वाडापत्रमा हैन अध्याय रहेको छ र यसको हस्ताक्षर शहरमा चाहिँ भएको हो। यसमा चाहिँ संयुक्त राष्ट्रसङ्घको वाडापत्रमा कति अध्याय रहेको छ र यसको हस्ताक्षर कहाँ भएको थियो भन्ने प्रश्न रहेको छ। यसको चाहिँ सही उत्तर के हुन्छ त अप्सन सी हुन्छ है। 19 अध्याय है। संयुक्त राष्ट्रसङ्घमा चाहिँ जम्मा 19 अध्याय रहेको छ वाडापत्रमा भन्ने धारा चाहिँ 111 रहेको थियो है। यहाँ झुकिन सकिन्छ हैन। धारा चाहिँ 111 वटा र अध्याय चाहिँ 19 वटा रहेको छ र यो चाहिँ हस्ताक्षर चाहिँ कहाँ भएको थियो त सन फ्रान्सिस्कोमा भएको थियो र कहिले भएको थियो त सन् 1945 जुन 26 मा चाहिँ हस्ताक्षर भएको थियो। अब प्रश्न नम्बर 29 मा रहेको छ
देहायका मध्ये गेहडी नाच कुन जातिमा प्रचलित रहेको छ? गेहडी नाच चाहिँ माझी जातिमा चाहिँ प्रचलित रहेको छ। त्यस्तै झागड जातिको चाहिँ नाच चाहिँ कुन रहेको छ त? कर्मा धर्मा हैन। कौरा मगर जातिको चाहिँ प्रसिद्ध नाच कौरा नाच र गुरुङ जातिको चाहिँ पुटपुटे नाच चाहिँ रहेको छ। अब अन्तिम प्रश्न रहेको छ आजको सेटको अन्तिम प्रश्न। दामिनी भिर कृतिका लेखक को हुन्? यसको सही उत्तर रहेको छ अप्सन ए है, राजन मुकारुङ चाहिँ हुन्। त्यस्तै अप्सन बीमा रहेको छ चन्द्रप्रकाश बानिया। चन्द्रप्रकाश बानियाका प्रसिद्ध कृति चाहिँ महारानी हुन् हैन, यो मदन पुरस्कार विजेता कृति हो। त्यस्तै नीलम कार्कीको योगमाया, नयनराज पाण्डेको चाहिँ लु है। यसरी चाहिँ आजका 30वटा प्रश्नहरू यति नै रहेको थियो। धन्यवाद।